नमस्कार एवं शुभ प्रभात। आज मिति विक्रम सम्वत 2081 साल चैत महिनाको 14 गते, आज बिहीबार, इस्वी सम्वत 2025 मार्च 27 तारिक, शक सम्वत 1946, नेपाल सम्वत 1145, तिथि आज त्रयोदशी चैत्र कृष्ण पक्ष रहेको छ। सूर्योदय बिहान 6 बजेर 1 मिनेट जाँदा भयो भने सूर्यास्त साँझ 6 बजेर 19 मिनेट जाँदा हुनेछ। लागौं आजको राशिफल तर्फ। मेष राशि। मेष राशि हुनेको लागि साझेदारीमा नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। व्यावहारिक कार्यहरूमा प्रगति हुनेछ। नयाँ निर्णय लिनुभन्दा अघि सोच विचार गर्नुहोला। शेयर बजारबाट लाभ मिल्ला। आजको दिनमा मेष राशि हुनेहरूको लागि। वृष राशि। वृष राशि हुनेको लागि इष्टमित्रहरूको साथमा पाएको स्थानमा भ्रमणका योग छन्। कार्यक्षेत्रमा विनम्रताको परिचय दिनुहोला। व्यापार व्यवसायमा लाभ रहनेछ। पिताको सहयोग मिल्नेछ। आजको दिनमा वृष राशि हुनेहरूको लागि। मिथुन राशि। मिथुन राशि हुनेको लागि घर परिवारको सहयोगबाट बिग्रिरहेको कार्य बन्नेछ। यात्राबाट लाभ मिल्नेछ। धर्म कर्ममा रुचि बन्नेछ। शिक्षकहरूलाई शिक्षाको क्षेत्रमा पदोन्नति हुने सम्भावना रहेको छ। आजको दिनमा मिथुन राशि हुनेहरूको लागि। कर्कट राशि। कर्कट राशि हुनेको लागि कार्यक्षेत्रमा धैर्यले काम लिनुहोला। कर्जा आदिको लेनदेनबाट तनाव बन्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। खानपानमा सजगता अपनाउनुहोला। आजको दिनमा कर्कट राशि हुनेहरूको लागि। सिंह राशि। सिंह राशि हुनेको लागि घरेलु मामिलाहरूमा तेस्रो पक्षको दल दखलले कुरा बिग्रिनेछ। व्यापार व्यवसायमा लाभ वा कारोबार विस्तारको लागि योजनाहरू बन्नेछन्। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। आजको दिनमा सिंह राशि हुनेहरूको लागि। कन्या राशि। कन्या राशि हुनेको लागि वित्तीय मामिलाहरू गम्भीरताले सुल्झाउनुहोला। कार्यक्षेत्रमा अधिकारी वर्गबाट सहयोग पाइएला। आलस्यले गर्दा लाभकारी योजनाहरू गुम्ने सम्भावना रहेको छ। आजको दिनमा कन्या राशि हुनेहरूको लागि। तुला राशि। तुला राशि हुनेको लागि कार्यक्षेत्रमा पुरानो समस्या सुल्झिनाले विभिन्न अवसरहरू प्राप्त हुनेछन्। पुरानो कारोबारलाई नवीकरण गर्ने समय रहेको छ। विशिष्ट व्यक्तिहरूसँगको मित्रता बन्नेछ। आजको दिनमा तुला राशि हुनेहरूको लागि। वृश्चिक राशि। वृश्चिक राशि हुनेको लागि समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। समयमा कार्य सम्पन्न गर्न नसके पनि योजनाहरू बनाउन सक्नुहुनेछ। परिवारबाट सोचे जस्तो सहयोग नमिल्ला। आजको दिनमा वृश्चिक राशि हुनेहरूको लागि। धनु राशि। धनु राशि हुनेको लागि आर्थिक सुधारका प्रयासहरू सफल रहनेछन्। आफन्तहरूको साथ मिल्नाले हिम्मत बन्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। आजको दिनमा धनु राशि हुनेहरूको लागि। मकर राशि। मकर राशि हुनेको लागि व्यापार व्यवसायमा व्यवस्था गर्दा ठूलो नोक्सान टेक्नु पर्ला। युवा वर्गहरूलाई करियरलाई लिएर नयाँ अवसरहरू मिल्नेछन्। सञ्चित धनमा वृद्धि हुनेछ। आजको दिनमा मकर राशि हुनेहरूको लागि। कुम्भ राशि। कुम्भ राशि हुनेको लागि कार्यक्षेत्रमा समयमा कार्य सम्पादन हुनाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ। सहयोगीहरूबाट सहयोग मिल्नेछ। विद्यार्थीहरूको तर्क शक्तिमा वृद्धि हुनेछ। आजको दिनमा कुम्भ राशि हुनेहरूको लागि। यसैगरी 12 राशिफलको अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेको लागि अनुभवको कमी सफलतामा बाधक बन्न सक्छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। वैदेशिक रोजगारबाट सफल रहनेछ। नयाँ कार्यको थालनीको लागि उपयुक्त समयको प्रतीक्षा गर्नुहोला। आजको दिनमा 12 राशिफलको अन्तिम राशि मीन राशि हुनेहरूको लागि। यी त थिए तपाईँकै भाग्य गोचरमा तयार पारेका यी 12 राशिफलहरू। राशि जे जस्तो भने तापनि तपाईँले भाग्यमा भन्दा पनि तपाईँले कर्ममा विश्वास गरेर अगाडि बढ्नुभयो भने तपाईँले आँट्नु भएको, तपाईँले गर्न थाल्नु भएको कामहरू अवश्य पूरा हुनेछन्। नमस्कार एवं शुभ